Hello everyone, welcome back to my channel. आज चाहिँ हामी बजार जाँदैछ है, फोर्थ सैटरडे भएकोले गर्दाखेरि चाहिँ अनि यहाँनिर दुईजना सरहरू हुनुहुन्छ मसँग, मोहन र प्रसन्नदीप सर हुनुहुन्छ है। हामी अब जाँदैछ। अस्ति वक गरेको चाहिँ राम्रै भएछ है, किनभने चाहिँ अब यहाँदेखि कारङसम्म नै हिँडेर जाने प्लान छ, किनभने गाडी त्यस्तो पाउँदैन। प्लस हामी दिउँसो निक्लेकोले गर्दाखेरि चाहिँ एउटा पनि गाडी छैन हो। मौसम आज बहुत ही खिलखिला रहा है। पानी छिटाउँदै थियो अरे नि तिम्रो खिलखिलाएर आए चाहिँ। ठन्डा यस्तो गर्मी जग्गामा चिसोमा कस्तो मजा आइरहेछ अन्त। सरलाई मजा आउँदैछ सर? के लिनु जानु भएको बजार चाहिँ? पैसा निकाल्नु गएको। घरीमा ब्याट्री हाल्नु बन्द भइरहेछ। सर तपाईँ चाहिँ के गर्नु जानु भएको होला बजार? दुईजनाको साथी गएको मलाई चाहिँ पैसा आज सरै निकाल्नु थियो, अन्त बडी गार्ड चाहिँ एउटा दौरो चाहिएको छ भने चाहिँ त्यही भएर चाहिँ लगेको मलाई। तपाईँहरू निकाल्नु नि सामान पैसा हो म पनि निकाल्ने हो, त्यही भएर मेरो लागि पनि अलिकति गार्ड गरिदिनु। ओके ओके। बिहान बिहान अब के अरे पुसअपहरू गरेको चाहिँ अब त्यही देखेर चाहिँ के लगेको भनेर नि। हामी चाहिँ याङगाङ बजार आइपुग्यो है। याङगाङ कि याङयाङ? याङयाङै भन्छु म पनि, तर स्पेलिङ चाहिँ याङगाङ छ नि। याङयाङ बजार आइपुगेको छ है, एकदम एक्साइटेड छ। निकै दिनमा बस्तीबाट निस्केर। यसको कुन चाहिँ ब्याङ्क हो? एक्टिभेट गर्नु जेनेरेट गर्नुपर्छ हैन, पिन जेनेरेट। कुन चाहिँ ब्याङ्क हो? मेरो सेन्ट्रल ब्याङ्क होला। ए एसबिआई हो, एसबिआई। मेसेज गर न, मेसेज कसरी मेसेज गर्नुपर्छ? ओटिपी नि पठाउँछ नि उनीहरूले कि डाइरेक्ट हुन्छ त्यहाँबाट? हैन, त्यहाँबाट डाइरेक्ट हुन्छ। पनि लाग्यो कुनै किन? ए लाग्यो? लागेको छैन? हाम्रो चाहिँ सपिङ भइसकेको छ, खाजा पनि खायो, अब फर्किँदैछ। जतिमा अगाडि पहिला त त्यो मेरोमा हुँदैन नि, तर मेरोमा क्यास हुन्छ होला। म चाहिँ भर्खरै रुम आइपुगिसकेँ है। घर जस्ट रिच कति 4 बज्यो होला, 3:59 भएछ, टक्कै 4 बज्छ हो। एन्ड वाट आई बट फ्रम द मार्केट, मैले के ल्याएँ देखाउँछु ल तपाईँहरूले। मेरोमा स्ट्यान्ड नभएर पुरा बेसी प्रब्लम भइरहेछ। मेरोमा थियो बट आई डिडन्ट ब्रिङ इट हियर है। क्वान्टिटी चाहिँ किनभने एक्लै हुँदाखेरि वेस्ट हुनसक्छ होइन, पुगिहाल्छ नि त, त्यही भएर कम्ती मात्र ल्याएको। अनि नेक्स्टमा मैले बिस्किट ल्याएँ, यसमा फेभरेट बिस्किट है, त्यसले गर्दाखेरि ल्याएँ एउटा बिस्किट। त्यहाँदेखि मेयोनिज, त्यहाँदेखि लट्स अफ केचअप, अनि त्यो भिनेगर ल्याएँ। त्यहाँदेखि चाहिँ पपकर्न एभ्रिवेयर। पुरा बेसी पपकर्न खाँदा चाहिँ म एकदम मुभी हेर्दै पपकर्न खाने छु है, त्यही भएर पुरा बेसी ल्याएँ। अनि छुर्पी ल्याएँ मैले, यति छुर्पी अचार खानुको लागि। करेला ल्याएँ मैले, यति नै हो करेला ल्याएको, किनभने एकजना मात्रै हो नि त, एकजनामा वेस्ट हुन्छ नि त, त्यसले गर्दाखेरि यति मात्रै हो। अनि हिरा काँक्रा चाहिँ निस्केको छैन रहेछ है अहिले, रोज सिजन है। अनि अलिअलि यो ग्रिन चिलिस, त्यहाँदेखि निम्बु, त्यहाँदेखि यो के भन्छ यसलाई अदुवा ल्याएको छु अलिकति। अनि त्यति नै हो मेरो आजको सपिङ है, त्यतिकै गएको थियो हामी, यसै एउटा सामान ल्याउनु छ भनेर। सो दिस इज माई सपिङ अफ द डे, द्याट्स इट है।
प्लिज टु लाइक सेयर एन्ड सब्सक्राइब फलो गरिदिनुहोस् एकदमै तपाईँहरूले जस्तो माया देखाइरहनु भएको छ एकदम कमेन्टहरू गरेर लाइकहरू गरेर प्लिज त्यसरी नै तपाईँले जहिले पनि सपोर्ट गरिबस्नुहोस् थ्याङ्क यू फर वाचिङ बाई